हामी धर्मलाई अक्सर एउटा आध्यात्मिक र अलौकिक विषय मान्छौं। तर के होला यदि यसको जरा हाम्रो भौतिक संसार, हाम्रो सामाजिक संरचना र हाम्रो आर्थिक अवस्थाहरूमा एकदमै गहिरो गरी गाडिएको छ भने? आज हामी धर्मलाई यही मार्क्सवादी दृष्टिकोणबाट हेर्नेछौं, यसको सुरुवातदेखि लिएर यसको भविष्यसम्म। अब मार्क्सवादी विश्लेषणमा छिर्नु अघि एउटा एकदमै आधारभूत प्रश्नबाट सुरु गरौँ न। आखिर मानिसले अलौकिक शक्तिहरूमाथि विश्वास गर्न किन थाल्यो? किनकि यही प्रश्नको जवाफमा नै यो पुरै विश्लेषणको जग टिकेको छ। ल, अब पहिलो खण्डमा जाउँ। धर्मको उदय, कसरी डरबाट आस्थाको जन्म भयो। यो विश्लेषण अनुसार धर्मको सुरुवात डरबाट भयो। सोच्नुस् त, हाम्रा आदिम पुर्खाहरू जसले आधी बेहेरी, चट्याङ वा जङ्गलको आगो जस्ता प्राकृतिक घटनाहरू बुझ्न सक्दैनथे, उनीहरूलाई डर लाग्थ्यो। अनि त्यही नबुझिने डरले उनीहरूलाई कल्पना गर्न बाध्य बनायो, पक्कै पनि यी सबैको पछाडि कुनै अदृश्य शक्तिशाली शक्ति हुनुपर्छ। बिस्तारै ती शक्तिहरूलाई खुसी पार्न, उनीहरूको क्रोधबाट बस्न र आफ्नो सुरक्षा वा राम्रो बालीनाली जस्ता भौतिक फाइदाका लागि पूजा र प्रार्थना सुरु भयो। अनि यही प्रक्रियाबाट नै समयक्रममा औपचारिक सङ्गठित धर्महरूको विकास भयो। यहाँ एउटा कुरा बुझ्न एकदमै जरुरी छ। त्यो के भने, सुरुवाती पूजाआजा आध्यात्मिकता भन्दा पनि भौतिकवादी थियो। मतलब मानिसहरूले स्वर्ग वा मोक्ष पाउनको लागि प्रार्थना गरेका थिएनन्। उनीहरूको प्रार्थना त एकदमै सांसारिक थियो। यो वर्ष राम्रो फसल होस्, आँधी बेहेरीले दुःख नदेओस्। अब दोस्रो खण्डमा जाउँ, धर्म र सामाजिक संरचना। यहाँ कुरा अलि फरक मोड लिन्छ। कसरी धर्म एउटा व्यक्तिगत विश्वासबाट सामाजिक व्यवस्था कायम राख्ने औजार बन्यो, त्यो हेरौँ। जब समाजमा वर्ग विभाजन सुरु भयो, धर्मले एउटा नयाँ शक्तिशाली भूमिका लियो। एउटा पुजारी वर्ग देखा पर्यो जसले आफूलाई ईश्वर र मानिसको बिचौलियाको रूपमा स्थापित गर्यो। समाजमा रहेको ऊँचा नीच जस्तै वर्ण व्यवस्थालाई सामान्य मानिसले बनाएको होइन, यो त भगवानले नै बनाएको हो भनेर व्याख्या गरियो। पाप, पुण्य र भगवानको इच्छा जस्ता धारणाहरूले त्यही सामाजिक व्यवस्थालाई बलियो बनाउन मद्दत गर्यो। अनि शासक वर्गको शासनलाई वैधता दिनका लागि धार्मिक ग्रन्थहरू लेखिए। यो कुरालाई एउटा भनाइले झन् स्पष्ट पार्छ। शासक वर्गले सिकाउँछ कि सबै कुरा भगवानको इच्छाले हुन्छ, त्यसैले शोषक वर्गको विरुद्धमा विद्रोह नगर। यसले के देखाउँछ भने धर्मलाई समाजको यथास्थिति कायम राख्नको लागि कसरी प्रयोग गर्न सकिन्छ। ल, तेस्रो खण्डमा प्रवेश गरौँ, मार्क्सवादी विश्लेषण। धर्मको यही सामाजिक भूमिकालाई देखेर नै 19औं शताब्दीका विचारकहरूले यसलाई एउटा भ्रमको रूपमा पर्दाफास गर्ने प्रयास गरे। यो विश्लेषण खास गरी 3 मुख्य विचारकहरूको काममा आधारित छ। कार्ल मार्क्स, जसले पहिलो पटक आर्थिक अवस्था र धार्मिक विश्वास बीचको गहिरो सम्बन्धलाई देखाए। फ्रेडरिक एङ्गल्स, जसले धर्मको ऐतिहासिक विकासक्रमको विश्लेषण गरे। र भ्लादिमिर लेनिन, जसले यस विश्लेषणलाई पुँजीवादी शोषण विरुद्धको सङ्घर्षमा लागू गरे। अनि यहीँनिर आउँछ मार्क्सको त्यो सबैभन्दा चर्चित र सायद सबैभन्दा धेरै गलत बुझिएको भनाइ, धर्म जनताको लागि अफिम हो। तर के यसको अर्थ साँच्चै त्यति मात्र हो जति हामी सोच्छौँ? हो, तर यसको पूरा अर्थ के हो त? के मार्क्सले धर्मलाई केवल एउटा नशा मात्र भन्न खोजेका थिए? वास्तवमा यसको पूरा सन्दर्भले एउटा निकै गहिरो र जटिल सत्यलाई बाहिर ल्याउँछ। मार्क्सले अफिम शब्द अपमान गर्न प्रयोग गरेका थिएनन्। यो त एक किसिमको निदान थियो। उनको विचारमा धर्म भनेको यो संसारमा मानिसले भोगिरहेको वास्तविक दुःख र पीडाको अभिव्यक्ति हो। यो एउटा हृदयहीन संसारको हृदय हो, उत्पीडित प्राणीको सुस्केरा हो। तर यसले वास्तविक सुख दिँदैन, बरु एकछिनको लागि भ्रमपूर्ण सुख दिन्छ, जसले मानिसलाई आफ्नो दुःखको असली कारण खोज्न र त्यससँग लड्नबाट रोक्छ। हो, यही कुराले हामीलाई मार्क्सवादी दृष्टिकोणको केन्द्रमा पुर्याउँछ, जसअनुसार धर्म समाजको आर्थिक आधार वा बेसको प्रतिबिम्ब हो। यसको मतलब समाजको आर्थिक प्रणाली कस्तो छ, त्यसले नै त्यहाँको संस्कृति, कानुन र धर्म जस्ता माथिल्लो संरचना वा सुपरस्ट्रक्चरको स्वरूप निर्धारण गर्छ। त्यसैले यो विश्लेषणमा धर्म पीडाको कारण होइन, बरु पीडाको एउटा लक्षण हो। अब चौथो खण्ड, धर्म विरुद्धको सङ्घर्ष। यदि धर्म समस्याको लक्षण मात्र हो भने यसको समाधान के त? यो एउटा रणनीतिको प्रश्न हो र मार्क्सवादी दृष्टिकोण यसमा एकदमै स्पष्ट छ। यहाँ दुईवटा फरक रणनीतिहरू देखाइएको छ।
पहिलो, जसलाई गलत तरिका भनिएको छ त्यो हो विश्वासीहरूमाथि सिधै आक्रमण गर्ने वा कानुन बनाएर धर्ममाथि प्रतिबन्ध लगाउने। यसले उल्टै प्रतिक्रिया निम्त्याउँछ र विश्वासलाई झन बलियो बनाउँछ। तर मार्क्सवादी तरिका फरक छ। यसले धर्ममाथि होइन, धर्मको मूल कारण अर्थात् सामाजिक र आर्थिक शोषणमाथि ध्यान केन्द्रित गर्छ। यसको लक्ष्य धर्मलाई जबरजस्ती मेटाउनु होइन, बरु एउटा यस्तो समाज बनाउनु हो जहाँ मानिसलाई धर्मको आवश्यकता नै महसुस नहोस्। यो लक्ष्यसम्म पुग्ने बाटो पनि चरणबद्ध रूपमा हेरौँ। पहिलो चरण हो आर्थिक मुक्तिको लडाईँमा श्रमिक वर्गलाई एकजुट गर्ने। त्यसपछि वैज्ञानिक र भौतिकवादी शिक्षाको प्रचार गर्ने। र जब शोषणमा टिकेको आर्थिक प्रणाली अर्थात् त्यो आधार नै परिवर्तन हुन्छ र मानिसहरूले यही पृथ्वीमा वास्तविक सुख र समानता पाउँछन्, तब स्वर्गको त्यो भ्रमपूर्ण सुखको आवश्यकता आफै हराएर जान्छ भन्ने यो विश्लेषणको निष्कर्ष हो। र अन्त्यमा यो पूरै विश्लेषणले हामीलाई एउटा एकदमै गहिरो प्रश्नको अगाडि ल्याएर छोडिदिन्छ कि हाम्रो विश्वासले हाम्रो समाजलाई बनाउँछ वा हाम्रो समाजले नै हाम्रो विश्वासलाई बनाउँछ। यो प्रश्नले हामीलाई आफ्नो यथार्थ र त्यसप्रतिको हाम्रो आस्थाबीचको सम्बन्धबारे फेरि एकपटक सोच्न बाध्य बनाउँछ।